आकाश के गर्दैछौ हौ? कल पनि रिसिभ गर्दैन त, मेसेजको रिप्लाई पनि गर्दैन। म चाहिँ यहाँ पर्खेकै कल पनि गर्दैनौ। सरी, आई एम सो सरी बेबी। तिमीलाई थाहै छ त आज म काममा बिजी छु। भएको त त्यो कुरा सबै कुरा छोडिदेऊ न। सुन न। भन्नु। आई मिस यु। ओके। सुन न। भन्नु न। यहाँ जुन चाहिँ हाम्रो चौकीदार दाजु हुनुहुन्छ नि, उहाँको नाम के अरे भन्नु त? उहाँको नाम नि एबिसी अरे क्या। एबिसी अरे नि उहाँको नाम। अन्त पूजा सुन न। भन्नु न। पूजा एकछिन होल्डमा बस त। आजको रात यहाँ बास बस्न सक्छु? सबैले छोडे मलाई, एक्लै भए म। हुन्छ, भोलि बिहानै गइ त हाल्छु, प्लिज। सरी, अरू कतै गएर सोध्नुहोस्। टेकिङ जाने बाटो त यो हुन्थ्यो प्रकाश भाइ। टेकिङ? टेकिङ होइन हौ दाजु, ट्र्याकिङ हो ट्र्याकिङ। छोडिदिनुहोस् न त्यो ट्र्याकिङ भने पनि जे भने पनि टेकेरै जानुपर्ने हो। कुरा त बुझ्नुमा पो छ त हौ। सुन्नु न, यहाँ त नि काले मान्छेहरू पनि आउँछ हो, कुइरेहरू पनि भेला हुन्छ, फरेनरहरू पनि आउँछ, फेरि घुरेनरहरू पनि यी भेला हुन्छ। मान्छेको त नि भिड लाग्छ क्या घुइँचो। एक दुई दिन हेर्नुहोस् कि तपाईँलाई यहाँको म क्लियर कट नक्सा देखाइदिन्छु। यो फोरेनर भन्छ यो घुरेनर भन्छ के हो? घुरेनर बुझेन? बुझिन मैले। हे तेरि, यस्तैलाई त भन्छ त हाम्रो गाउँको लोकल टुरिस्ट। सुन्नु न, हाम्रो गाउँको के हो लोकल टुरिस्ट क्या त। अच्छा तपाईँ पुरा हँस्छु दाजु। रमाइलो छ, के गर्नु। अन्त के छ जवानहरू, धमाधम छ त। हो नि हो एमसी दाजु, हामीलाई सफा अभियान पनि पो लाग्यो त हो। के गर्नु, आफ्नो गाउँ आफैबाट भनेर लाग्यो हामी त। ठिक छ। अन्त आजकल त चालचुल छैन त हौ बिबिसी दाजु। यसले फेरि मलाई बिबिसी भन्यो हँ? के गर्नु, गरी खाने भाँडो सियार्नै पर्यो, त्यसमा पनि सिजन लाग्न आँट्यो। ल ठिक छ, ल गर लाग्यो ल गर। ल हाम्रो गाउँ त मजाक छ त, हो कि भन्नु त। झोक पो चल्छ मलाई त, झोक पो चल्छ। हजुर को खै को कोही छैन त हौ। यहाँ त तपाईँ म मात्रै हो त दुईजना। त्यो एउटा केटी थियो अहिले उतै गयो। कहाँ? तपाईँले देख्नु भएन? देख्नु मैले मरेछ भाइलाई त अघिको जो अर्ग्यानिक लागेको हो, यस्तै हो। हाम्रो गाउँको लोकल कोकोकोला क्या त, कोदो मिलावट हुँदैन भनेको क्या त। यसमा चाहिँ नि भाइ के छ भने नि अङ्ग्रेजी त दारू हुँदैन हो, यो त बिस्तार हल्का भेट्दै जान्छ, त्यहाँबाट चाहिँ मजा आउँछ के हो। बदनाम नै गर्यौ तिमीले सुन्दरीको अभिमानलाई, नलागोस् दाग जीवनमा कहीँ कतै मेरै नामले बदनाम नै गर्यौ तिमीले सुन्दरीको अभिमानले। प्रकाश भाइ, अब चाहिँ तपाईँ यहाँ बसेर आराम गर्नुहोस् हो।
म त अब भरे एकैचोटि खाना बनाएर आउँछु बुझ्नुभयो फेरि तपाईँले अरू पनि खाना बनाउने पनि देख्ला नि ल भाइ उठेर बस्नुहोस् ल बदनाम नै गर्यौ तिमीले बदला चाहन्छु अरे के भयो यति राति के भयो प्रकाश भाइ के भयो प्रकाश भाइ किन हतालेको को थियो केटी उता कोठामा को थियो त्यहाँ भूत छ दाजु भूत छ कस्तो भूत हौ को डराउनु पर्दैन लु आराम गर्नुहोस् पानी पिनुहोस् त होइन दाजु त्यहाँनिर भूत छ अस्ति पनि त्यहाँनिर बास माग्न आएको थियो एउटी केटी फेरि पछि घर पछाडि पनि थियो त्यही केटी हिजो तपाईँलाई देखाउँदा तपाईँले पत्याउनु भएन त्यहाँ भूत छ दाजु भूत छ को केटी कस्तो कस्तो थियो त्यस्तै 20-21 वर्ष पुगेकी केटी छ गोरी सर्ट लगाएको छ चेक सर्ट चेक यही थियो हो यही केटी हो दाजु यही केटी के थियो त्यस्तो रहस्य त्यो घरमा त्यो घरमा त्यस्तै 4-5 वर्ष अगाडिको कुरा हो टेकिङ जाने एक ग्रुप आएका थिए तीमध्ये एउटी केटी पनि थिए प्रिया